गाइस म चाहिँ आज बुझे पोखरी आएको छु। यो चाहिँ मेरो घरबाट जम्मा 10 मिनटको दूरीमा छ। अनि यहाँ चाहिँ हिमालयको ठुलो पानी ट्याङ्की पनि छ। अनि त्यहाँ पोखरी छ। हाँसेर त्यहाँ रेस्ट गरिरहेछ। मेरो घरबाट यति नजिक भएपछि पनि म घुम्न नआएको क्या। आज चाहिँ यसो आइदिएको कसो रहेछ भनेर त कस्तो रमाइलो क्या। अनि त्यहाँनिर चाहिँ मन्दिर पनि छ। म पनि त्यहाँ एकैछिन 10 मिनट जति बसेर आएँ। म चाहिँ खासमा पिस खोज्न भनेर आएको, तर त्यहाँ बच्चाहरूले हल्ला गरेर म चाहिँ अनि उठेर आएँ। यहाँ बोटिङ पनि गर्न मिल्दो रहेछ। यहाँ चाहिँ यस्तो राम्रो गुल्मा ट्रीहरू पनि छ कि मलाई चाहिँ रुखहरू हेरेर पनि रमाइलो लाग्छ। फेरि मलाई यो गुल्मा ट्रीको यो फुल फुलेको चाहिँ लास्टै मनपर्छ क्या। यतातिर रुखहरू पनि छ। त्यहाँनिर चाहिँ अलिकति बस्ने ठाउँ पनि रहेछ। सबको त्यहाँनिर बसेर गर्न मिल्छ। अनि कोही यता फोटो खिच्दैछन्, कोही हेर्दैछन्, कोही बसिरहेछन्।